यहाँ त पुस लेखेको छ त यो त बैशाख हो त अपाङ्ग मैत्री शौचालयमा हो सो हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई च्यानल आज चाहिँ फेरि म अर्को नयाँ भिडियो लिएर आइसकेँ अनि आज चाहिँ मेरो कोसीमा सुट छ कोसी खोला जानुपर्ने छ त्यही हो मेरो बाइक चाहिँ यहाँ चाहिँ एकदम हिल्लै हिलो भएको छ क्या अनि त्यही हो अहिले चाहिँ हामी जानको लागि तर्खरमा रेडी भइसक्यौँ आज चाहिँ हामीसँग हुनुहुन्छ अनि हामीसँग हुनुहुन्छ अर्को साथी यहाँ अनि यहाँ हुनुहुन्छ हामीसँग भिडियोग्राफर जाँदैछौँ भने आज चाहिँ हामी कोसी जाँदैछौँ चतरा त्यस्तै खोला त कोसी नै हो नि त कोसी नै जाँदैछौँ त्यहाँ गएर चाहिँ अब हामी माछा चाहिँ हान्नै पर्ने हुन्छ त्यहाँको माछा चाहिँ बाध्यतै छ गाडीमा जाऊँ होइन अनि गाडीमा भिडियो अन गर्छु गाडीमा नि के भिडियो अन गर्नु हेरौँ के हुन्छ अहिले एकछिनमा क्यामेरा अन गर्छु जेसुकै होस् ल हस् नमस्कार सो ट्याक्क अहिले चाहिँ हामी दमक हो के हो यो ए उलाबारी अहिले चाहिँ हामी उलाबारी आइसकेको छौँ अनि हाम्रो गाडी चाहिँ यहाँ छ हाम्रो साथीहरू चाहिँ दुईजना भिडियोग्राफर टोली चाहिँ एउटा यहाँ सामान लिनुपर्ने थियो अनि त्यही लिन गइरहेको छन् त्यही गाडीमा त केही भ्लग बनाउनु होइन अल्छी लाग्यो गाडीभित्र के देखाउनु क्या के बोल्नु भनेर नबोलिकन बसिरहेको थिएँ सो हामी चाहिँ अहिले एकछिन उलाबारी सानो काम छ रिसर्च अर्को के मोबाइल लिनुपर्ने होइन हजुरको मोबाइल लिनुपर्ने छ हामी चाहिँ अहिले उल्लाबारीमा छौँ आइफोन 16 लिनुपर्ने छ 16 लागि हामी बसिरहेको छौँ त्यो अनबक्सिङ भिडियो पनि आउँछ बोला आइफोन 16 लिनुपर्ने छ रिसर्च सरको चाहिँ त्यो अब अनबक्सिङ भिडियो पनि हाल्छ होला म चाहिँ तर अहिले चाहिँ देखाउँदिनँ त्यो फोन आइफोन 16 चाहिँ सिधै अनबक्सिङ भिडियोमा देखाउँछ है त आइफोन 16 कङ्ग्रेचुलेसन्स सो हामी चाहिँ अब एकछिन उल्लाबारीमा यहाँ बसेर मोबाइल लिएर पत्रीमा होइन साथी पत्रीमा गएर यसो अलिकति खाजाहरू खान्छौँ होला सो हामी फोन पनि रिसिभ गरिसकेको छौँ अनि अनबक्सिङ चाहिँ नगरौँ होला होइन सेकेन्ड ह्यान्ड फोन किन्नुभएको रहेछ रिसर्च सरले त्यही हो त्यो फोन चाहिँ यहाँ छ यही फोन लिनको लागि ओर्लेको रहेछौँ हामी मलाई अहिलेसम्म थाहा थिएन कि हामीलाई कसैलाई पनि थाहा थिएन यो फोन हो भनेर चाहिँ ठिक छ ल यही आइफोन 16 त्यही अब चाहिँ हामी लाग्दिनै हो फेरि बस्नु त दिदी भ्लगै गर्ने बिर्सेछ त्यो ठ्याक्कै अहिले चाहिँ हामी पूर्वाञ्चल क्याफेमा आइसकेको छौँ के हो पत्री पत्रीको पूर्वाञ्चल क्याफेमा हामी चाहिँ पुरी सब्जी खानुको लागि आइसकेको छौँ योभन्दा अगाडि एकचोटि खाएको थियौँ नि त हामी यहीँ थियो होइन फेरि एकपल्ट खाइदिउँ न भन्ने कुरा हो सो हामी चाहिँ पत्री आइसक्यौँ खाजा खानको लागि हामीले खाजा अर्डर दिएको छौँ दिदी तपाईँ चाहिँ के खाने पुरी सब्जी होइन हामी त पुरी सब्जी दिदी थुक्पा खाने भनेको थुक्पा नपाएर तनावमा बिच्किरहेको छ हामीसँग त्यस्तो हो क्या गाइस मलाई चाहिँ नि क्याफे स्याफे रेस्टुरेन्ट भन्दा पनि टिपिकल ठाउँमा गएर खाजा खानु मन लाग्छ हाम्रो चाहिँ पुरी सब्जी आइसक्नु भएको छ दिदीलाई चाहिँ यस्तो ठाउँको खानेकुराहरू मन पर्दैन थियो तर यसो हल्का म कस्तो खुसी हुँदैन क्या ओभर रहेछ त मैले चाहिँ मगाइन छु भन्ने हो क्या ठिक छ मैले पनि खानुपर्ने हुन्छ नत्र फेरि अब दिदीलाई मन परिसकेको फेरि सकिनु पनि सक्छ यहाँ हामीले चाहिँ खाजा खाइसक्यौँ पुरी सब्जी अनि दिदीले चाहिँ यहाँ पैसा पे गर्नुहुँदैछ 4080 रुपियाँ धेरैको खाइएन छ गाइस हामी धेरै खाँदैनौँ ठिक छ यहाँ त पुस लेखेको छ त यो त बैशाख हो त पुस लेखेको फनी जोक लेम जोक त्यो गाइस हाम्रो गाडी चाहिँ यहाँ छ अनि अब हामी चाहिँ लाग्दैन हो सो ट्याक्क अहिले चाहिँ हामी कहाँ आइपुगेको छौँ यो कहाँको भाटबाट नि हो साथी सो यहाँ आइपुग्यो भने साथी चाहिँ एकदम खुसी भयो यो सब देखेर अब भरे कुन खाने भन्ने कुरा हुँदैछ यहाँ चाहिँ हेलो सिधै पछाडि आऊ न पछाडिपट्टि त्यो ट्रेन राखेको छ नि ट्रेनमै घुम्ने हो त वासरुम अर्को जिल्ला जानुपर्छ साथी एमर्जेन्सी आएको रहेछ नि त हान्ने रहेछ ए हामी चाहिँ इटरीको अहिले भातभटेनीमा छौँ अलिकति के सामान प्रप्स मालहरू किन्नुपर्ने छ हल्का हल्का त्यो वाइन अनि वाइनको ग्लासहरू किन्नुपर्ने थियो र किनिसक्यौँ
क्लाइन्ट उता गाडीमा गइसक्नु होला साथै ऊ अपाङ्ग मैत्री शौचालयमा हो यहाँ ऊ ल अहिले फेरि गाडीमा चढेपछि भेटौँला है त सो हामी सुट गर्ने ठाउँमा सो हामी फाइनली यहाँ सुट गर्ने ठाउँमा चाहिँ ल्यान्ड भइसक्यौँ अनि त्यही हो हजुर क्या हो अनि हाम्रो सामानहरू चाहिँ आधी उधी यहाँ छ त्यो सामानहरू निकाल्नु पर्ने हुन्छ त्यो गाई चाहिँ एकछिन क्यामेरा अन गर्छु है त अहिले चाहिँ अलिकति यसो सामानहरू बोक्नुपर्ने छ सो हामीले चाहिँ सामान बोकेर ट्याक्क तलतिर जाँदैछौँ होइन अनि मेरो हातमा चाहिँ सामानै सामान छ त्यही भएर यो खोला जानुपर्ने होइन जान चाहिँ अब सामान यति धेरै बोकिरहेको छु बरु चप्पल लाएर भएको हुन्थ्यो नि बरु चप्पल भनेको क्या मैले त्यही भनेको नि त त्यही भनेको क्या चप्पल लाएर आम भनेको हो सो हाम्रो लोकेसन चाहिँ यस्तो बवाल छ यहाँ यस्तो कुद्न मन लागिसक्यो तर गलेर फ्याँक्छु कि त्यही भएर नकुदेको होइन यहाँ चाहिँ दिदी आउनु हुँदैछ यहाँ चाहिँ हाम्रो दुईजना भिडियोग्राफर साथीहरू त्यही भएर म चाहिँ अगाडि छु अनि यहाँ चाहिँ नाउ पनि छ एउटा बोट त्यो बोटमा भरे हामी अलिक अगाडि जान्छौँ होला सायद सो हाम्रो सुट चाहिँ सो हाम्रो चाहिँ अघि सुट सकिसकेको थियो अनि अहिले चाहिँ हामी प्याकअप गर्दैछौँ होइन छिटो खोला त साथी ब्याकको चाहिँ त्यो प्याकअप हुँदैछ अहिले आउँदैछ अनि कहाँ साथी काम गर्नु परेन सुटभरि चाहिँ बनाएन सुट चाहिँ यहीँ हिँड्नुहुन्छ अनि मेरो ब्लग पनि यहीँ हिँड्नुहुन्छ हस् त धन्यवाद जो जसले पनि लास्टमा हेरेको त्यसको लागि चाहिँ मनदेखि नै धन्यवाद ल बाई हिँड्नुहुन्छ भनेको